तपाईँले धेरैलाई सुन्नुभएको होला, म दुबई जान्छु, दुबई देश धेरै धनी छ। तर रोचक कुरा, दुबई त देश नै होइन। दुबई वास्तवमा युएई नामको देशभित्रको मात्र एउटा भाग हो। युएईमा जम्मा 7वटा इमिरेट्स छन्: आबुधाबी, दुबई, शारजाह, आजमा, अल क्वाइन, फुजैरा र रस अल खाइमा। दुबई धेरै प्रसिद्ध भएकाले धेरैले सोच्छन् यो कन्ट्री हो। लग्जरी बिल्डिङ्स, बुर्ज खलिफा, गोल्ड मार्केट, यी सबै कारणले दुबईले एउटा आफ्नो छुट्टै देश जस्तै इमेज बनाइसकेको छ। वास्तवमा युएई एक फेडरेसन हो, 7वटा इमिरेट मिलेर बनेको। दुबईको आफ्नै रुलर छ, तर देशको राष्ट्रपति प्रायः अबुधाबीबाट हुन्छ, किनकि सबैभन्दा ठुलो इमिरेट अबुधाबी नै हो। तसर्थ दुबईले विश्वमा ठुलो नाम बनाएको भए पनि वास्तवमा त्यो युएईको मात्र एक भाग हो। अर्को पटक कसैले दुबई देश भन्यो भने तपाईँले एक्चुअल फ्याक्ट बताउन सक्नुहुनेछ।